टक्क पानी चाहिँ खर्र माथिबाट टक्क बगेर आएर बस्छ। केटाहरू यता डाँडा चढ्दैछन्। घरमा चाहिँ हाम्रो ग्याङ होला सायद। ल हाम्रो पहिलो बोतल ओपनिङ हुँदैछ। सो गाइस सबै कुरा सकेर अब चाहिँ म जम हान्न जाँदैछु होइन। म चाहिँ नुहाइदै गरेँ हो। हाम्रो केटाहरूको अन्तिम हुँदैछ। सो यहाँनिर केटाहरू रमाइलो गर्दैछ, जोक गर्दैछ। हाम्रो दाजु पनि खतरा डान्स दिइरहेको। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियो भनेको हाम्रो यसो कम्पनीमा काम गर्ने साथीहरूसँग यसो घुमघाम लास्ट डे मोमेन्ट क्याप्चरको लागि हामी घुम्नलाई जाँदैछौँ। सो हाम्रो ग्याङहरू यता रेडी हुन्छ। अहिले चाहिँ हामी गाडी कुरेर बसेको छु गाइस। सो के हुन्छ म हजुरलाई त्यहाँ माथि गएर देखाउँछु। सो सी यू, स्टे ट्युन। सो अहिले चाहिँ हाम्रो गाडी आइसकेको छ। देख्न सक्नुहुन्छ गाडीबाट। ए कुन चाहिँ हो गाडी? त्यही हो, यता रहेछ हाम्रो गाडी। सो गाइस हामी चाहिँ अहिले आइपुगेको छ हाम्रो गन्तव्यमा। सो हेर्दाखेरि त सुनसान देखेको छ। यतापट्टि पछाडि हाम्रो ठुलो ड्याम रहेको छ। सो यो रहेको छ द प्लेस अफ वी आर कमिङ। So I think you need to go inside. ड्याम पछाडि यत्रो ठुलो ड्याम रहेछ है। मान्छे खासै मान्छे नआउने जस्तो देखेछ हेर्दाखेरि त। भित्र डन्नै होला सायद। सो भ्यू देख्न सक्नुहुन्छ गाइस। यो हो हाम्रो आजको भिजिट प्लेस। सो हेर्दाखेरि त दामी, पछाडि ठुलो ड्याम रहेको छ अनि यहाँबाट। सो गाइस अब चाहिँ हामी भित्र जाँदैछु। सो यतातिर त मान्छे कोही देख्दिनँ, सुनसान देखिरहेको छु। सायद सबजना भित्र गइसक्यो। सो हेर्दै गर्नु होला हाम्रो मोमेन्ट। यो हो मलेसिया। एकचोटि आएको यो ठाउँ त देखेको देख्नु, तर पहिले भित्र होला सायद। नजिक त के भने 1 घन्टा लाग्यो है ठ्याक्कै। कहिले काहीँ घुम्न नि पर्छ हो गाइस। माइन्ड फ्रेस, रिफ्रेसिङ। यहाँनिर सानो खोला जस्तो बगिरहेको छ। सो आजको भिडियो चाहिँ एकदमै ब्युटिफुल हुनेछ। सो यो टाइमपछि भिडियो बनाएको छ। यहाँनिर म्युजियम रहेको छ, त्यहाँनिर लेखेको छ म्युजियम भनेर। भित्र गइनँ म अहिलेको लागि चाहिँ। केटाहरू माथि बसिएको छ। सबैजना गेट टुगेदर हुनु पऱ्यो पहिला, त्यसपछि के हुन्छ म देखाउँछु गाइस। हो यतातिर सायद खोला बगिरहेको छ। सायद यही होला नुहाउने ठाउँ बच्चाहरूको त्यहाँ रहेको छ। 1 बाई 1 स्टेप बाई स्टेप छ जस्तो छ वाटर होइन। सो यहाँनिर चाहिँ सानो सानो नानी बेबीहरू स्विम गरिरहेको छन्, देख्न सक्नुहुन्छ क्लियरली। यो चाहिँ सायद बेबी स्विम प्लेस रहेको छ। टक्क पानी चाहिँ खर्र माथिबाट टक्क बगेर आएर वाटर चाहिँ भेरी क्लिन दामी छ। यहाँनिर चाहिँ हल्का
हल्का गहिरो जस्तो रहेछ। ठुलो ठुलो भेगीहरू नै रहेको छ। स्टेप बाई स्टेप खोलालाई चाहिँ जस्तै ड्याम टाइप बनाएर चाहिँ स्विमिङ गर्ने प्लेस बनाएको रहेछ। दामी लाग्यो मलाई चाहिँ। केटाहरू यता डाँडा चढ्दैछ। मेरो फ्यामिली टुर रहेको रहेछ। यहाँनिर सानो सानो बच्चाहरू मस्त खेलिरहेको छ पानीमा। सक्नुहुन्छ नजारा गाइस। सो यतातिर पिकनिक टोलीहरू रहेको छ। हाम्रो केटाहरू यता गएको छ, त्यही भएर म पनि यता डाँडा चढ्न थालेँ। फुल रुखहरू चाहिँ दामी छ है। रुखहरू हेर न कस्तो सिधा सिधा रुख के पाराको रुख हो यस्तो। सो एडभेन्चर टाइपको रहेछ आजको भिडियो चाहिँ। सो तलदेखिबाट डाँडा चढेर माथि पुग्नमा आयो। आजको भिडियो चाहिँ एकदम एडभेन्चर टाइपको हुने रहेछ। सबसे सुरुमा हामी नै आएको रहेछ, ग्याङहरू कोही आएको छैन। सो अहिले हामी यहीँनिर विश्राम गर्नुहुन्थ्यो होइन, उता गएको थिएन। साइनबोर्ड के लेखेको छ। अगाडि सम्झै दुई शब्द धेरै पछि आउनुभयो तपाईँ। रमाइलो गर्नुपर्छ है। रमाइलो दामी त्यो हो नि त। एउटा मोमेन्ट क्रिएट गर्ने हामीले होइन। ल सो त्यही हो गाइज, हाम्रो आजको मेन पर्पज भनेको त्यही हो। सबैजना मिलेर रमाइलो गर्नु, विदाय कार्यक्रम भन्छ नि त्यही हो। र हाम्रो आडेले बिचरा अघिदेखि सफा गरिरहेको छ। सो देख्न सक्नुहुन्छ अहिले पाटापुटा गर्दै सबैजना एकाएक जम्मा भइरहेको छ। अब हामी सामान ओसार पसार गर्नु जाँदैछ। सुन्दै तपाईँहरू मजा तपाईँहरू मजा ए केटाहरू हावा हो। तल हाम्रो ग्याङहरू सामान ओसार नसकेर बसिरहेको छ। हामी चाहिँ तल झर्दैछौँ सामान लिनलाई। सो देख्न सक्नुहुन्छ हाम्रो ग्यादरिङ हुने प्लेस चाहिँ त्यो हो। सो अहिले चाहिँ हामी तल अघिको स्टार्टिङ पोइन्टमा गएर सामान लिएर आउनेछौँ, किनकि वनभोज हो नि त हाम्रो भनेको, मलेसियामा वनभोज हो। सो त्यसले गर्दाखेरि चाहिँ सामान धेरै हुन्छ नि त, किनकि मान्छे थोरै छैन धेरै छ। सो कारण सामान त ओसारिदिनु पऱ्यो, बिचरा केटीहरूले बोक्नलाई गाह्रो हुन्छ। सो हामी केटाहरू माथि बसिसकेको थियो अलरेडी। सो त्यही भएर अब अहिले चाहिँ तल जाँदैछौँ। मेरो बागमा यत्रो ठुलो सामान परेको छ। सो यो कारमा चाहिँ आउँदैछ, यो कारमा रहेछ हाम्रो सामान चाहिँ। मेरो भागमा चाहिँ बडो भारी परेको रहेछ। सो यतातिर हाम्रो केटाहरूले अरू भारी लिँदैछ। सो म चाहिँ अगाडि बढ्दै गर्छु, किनकि धेरै भारी छ सामान। सो हेरौँ त्यो डाँडासम्म मैले लान सक्छु। अहिले यस्तो गाह्रो बनाइसक्यो। सो यस्तै भारी रहेछ सामान यार। गाइस देख्नु सक्नुहुन्छ सामान चाहिँ एकदम भारी थियो क्या। सो मैले चाहिँ काँधमा बोकेँ, किनकि हातले उचाल्नलाई अलिक गाह्रो नै बनायो। सो काँधमा बोकेर हिँड्दैछु। यस्तै छ, रमाइलो गर्न आएको होइन। यताउति दुःख त गर्नु पऱ्यो, बिहारलाई किन यस्तो भारी बोकाएर सक्दैन नि त। सो मैले चाहिँ मेरो जिम्मेवारी लिएको छु। सो जाँदैछु अगाडि। सी भन्दै त्यो टुप्पामा रहेछ हाम्रो ग्याङहरू। ओ गाइस त्यस्तो सरसफाइ गरेर मस्त बनाएर राखेको ठाउँ, सामान त्यत्रो तलदेखिबाट ओसार्यो। अब कसैलाई मन परेन रे। सो त्यहाँदेखिबाट एक्सचेन्ज गरेर हामी यता जाँदैछु। सबैजना तल झरिसकेको छ। म चाहिँ यहाँ पछाडि लड्दै गर्दै भिडियो बनाउँदै आइरहेको छु।
किनकि त्यहाँ तल नआउने ठाउँ नजिक पर्छ नि त, सो त्यही भएर होला सायद। तर मलाई चाहिँ त्यहीँ बेस्ट लागेको थियो, एकान्त होइन, इन्जोय गर्न मिल्थ्यो। सो सबैजना तल झऱ्यो, ग्याङहरू यता तल जाँदैछ, त्यो ठाउँमा बस्नु भएछ। खोला त्यहाँ नजिकै रहेछ नि त नआउने ठाउँ, त्यही भएर होला। यस्तो डाँडा चढेर आयो। ग्याङहरू हाम्रो यही हो, त्यहाँनिर त्यो मन्दिर जस्तो घरमा टक्क ग्यादरिङ बनाएको छ। सो न्यू प्लेस इन देयर, म चाहिँ यहाँबाट जान्छु ल। सो यो चाहिँ नयाँ प्लेस रहेको छ हाम्रो, देख्न सक्नुहुन्छ ग्याङहरू। सो यतातिर अदर ग्याङ पिपलहरू रहेको छ। यहाँनिर नआउने ठाउँ नजिकै पर्ने भएको भएर सो सबैजना यतै मुभ भएको छ, देख्न सक्नुहुन्छ नजारा। केटाहरूको ग्याङ चाहिँ यहाँनिर बस्ने छ, ट्र्याक्टर ठाउँ बनाएको छ। यतातिर भयो, यतातिर हाम्रो गर्ल्स ग्याङ रहेको छ। उनीहरूको छुट्टै पार्टी हुन्छ, हाम्रो यता छुट्टै पार्टी हुन्छ, छुट्टै टाइपको केटाहरूको थाहा छ नि तपाईँहरूलाई। सो हामी अब स्टार्ट गर्दैछौँ गाइस। आइटमहरू लिएर आउँदैछ केटाहरूले पालै पालो, केटाहरूको ग्याङ ग्रुप बस्नको लागि। ल हाम्रो पहिलो बोतल ओपनिङ हुँदैछ हाम्रो समुदायको हातबाट। के kawan kawan kita enjoy Iya, tunggu. Lagu joget sedikit lah. Sadan mabok. Udah abang Mai, udah Mai. Kak, abang udah Mai. Itu. Kenapa lari?
सो गाइस सबै कुरा सकेर अब चाहिँ म जम हान्न जाँदैछु होइन। म एक्लै भएँ, केटाहरू कता छ जम हान्दै अघि बसिरहेको थियो। सो केटाहरूलाई म हेर्दैछु कतातिर छ केटाहरू, त्यसपछि म जम हान्छु ल गाइस। यहाँनिर गएर कहाँ छ केटाहरू गाइस, आई डोन्ट फाइन्ड मान्छे खोजेछु तिमी त्यहाँ बसेर। यता हो, मेरो जमको भिडियो हान्नु पर्यो। म जम हान्ने क्या भिडियो बनाउनु पर्यो। आगो चारी दिए आडा सानो गरिरहेछु त भिडियो आम्बाल भिडियो गर ल। आम्बाल प्लान बेस आज तिमी आम्बाल भिडियो गरिरहेछु कतै जा ल म जान्छु। छैन क्या त्यसले भन्न खोजेको त्यही हो। उल्टो हान्यो म चाहिँ नुहाइदै गऱ्यो। हाम्रो केटाहरूको अन्तिम हुँदैछ। सो यहाँनिर केटाहरू रमाइलो गर्दैछ, जोकिङ गर्दैछ। देख्नुहुन्छ हाम्रो दाजु पनि खतरा डान्स दिइरहेको छ। सो यही हो हाम्रो ग्यादरिङ भनेको गाइज, रमाइलो पल, विदाई कार्यक्रम, छुट्टीको रमाइलो पल देख्न सक्नुहुन्छ। सो गाइज हाम्रो चाहिँ अब अन्तिम अवस्था भइसकेको छ। अब हामी यहाँबाट जानु पर्यो हुन्छ, किनकि त्यही त थाहा छ त नेपालीहरूको बानी हल्का टुक चलाउने। सो माना विक्रम। सो त्यही भएर ओके बाई बाई बाई। सो केटाहरू हल्का टुच्च बढी लागेछ, त्यही भएर चाहिँ अब हामी जानुपर्ने अवस्था आइसकेको छ। सो म चाहिँ चिसो पानी खानलाई मन लागेर लिन गएको थिएँ। केटाहरू राम्रो रेडी भइसकेको रहेछ। सो अब चाहिँ हामी जानलाई रेडी हुँदैछ। कतिपय मान्छेहरू गइसकेको छ। अब हाम्रो भाइहरू साथीहरू तल वेट गरिरहेको छ। म चाहिँ मेरो आफ्नो साथीलाई लिन गइरहेको छु। यति नै हो आजको हाम्रो मोमेन्ट भनेको यो। इन्जोय गरिदिनु होला। सो सी यु वान लेटर ओके। साधन झ्याप भएर गइसक्यो। अब हामी यहाँबाट जाँदैछु। ओके ब्रो। सो गाइस kita punya makan jalan-jalan sudah habis. So kita pulang ini हामी चाहिँ अब जाँदैछु। सो सी यु अन नेक्स्ट ब्लग। भिडियो के कस्तो लाग्छ मन परेन लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नु नभुल्नु। आजलाई मेरो भिडियो यति नै अन्त्य गर्न चाहन्छु। बाइ बाइ सी यु।